मलाई चाहिँ गर्दा नै आजभोलि भोइस ओभर गर्ने बानी भइसक्यो। यो चाहिँ हाम्रो घर खसी काटेको, अनि मैले थोरै भिडियो क्लिपहरू लिएर यसरी भोइस ओभर गर्दैछु। अनि दाइहरूले कचमली रेडी गर्दै हुनुहुन्छ। अनि यता मेरो नानीले चाहिँ केराको पत्तामा सबैलाई भाग लगाउँदै हुनुहुन्छ कि कचमली भनेको को कोलाई थाहा छ कमेन्ट गर्नु है। अनिखेरि उहाँ चाहिँ जोइटिङले उहाँको भिडियो सबैले हेर्नुहुन्छ होला, मक्क भएर आउनुभयो खसीको मासु खान पाइन्छ भनेर। अनि उता चाहिँ मेरो हस्बेन्ड, अनि भिडियो खिच्दैछु क्या हो भन्दै हुनुहुन्थ्यो। अनि मैले भनेको, अनि मिठो छ अरे, कति मिठो भएको थियो। पोलेको मासुलाई मसला हालेर नुन खुर्सानी हालेर खायौँ। अनि मैले मासुको लागि रेडी गर्दैछु कराई कति कालो नभन्नु है। यो कराई चाहिँ त्यतिकै राख्दा युज नगरेर त्यो आफै कालो भएर आएको थियो कि कति माझ्दा पनि गएन। अनि मैले यसरी मासु रेडी गर्दैछु। प्याज टमाटर यसरी रेडी भइसक्यो। अनिखेरि यता हेर्नु न, बच्चा कति मजाले खेलिरहेका थिए। अनि यता हस्बेन्ड यता उता गर्दै हुनुहुन्थ्यो। उता चाहिँ हाम्रो गाउँको डाक्टर साहब मिठो मुस्कान दिँदै हुनुहुन्छ, भाउजूले भिडियो खिच्यो भनेर। अनि मसलाहरू सबै यसरी रेडी थियो। अनि मैले मासु पड्काउनु पऱ्यो नि त, मजाले पकाउनु पऱ्यो, धेरै थियो नि त मासु। अनि भट्टी चुलोमा पकाएको, हामी त्यो दिन धेरैजना थियौँ। अनि मासु यसरी पड्केपछि मैले त्यसमा हल्दी र नुन त अब नहाल्ने कुरै भएन होइन। मेरो घाँटी दुखेर कस्तो भइरहेको के। अनिखेरि यसरी हालेँ। अनि टमाटर प्याज पनि हालेर मैले मजाले चलाएर यसमा ग्रेभी बनाउने हो। ग्रेभी बनाएर मैले थोरै निकालेको थिएँ, कति मिठो भएको थियो। अनि अब यसमा झोल हाल्नु पऱ्यो नि, सबैलाई पुऱ्याउनु पऱ्यो नि। यस्तै मैले झोल हालेँ। अनि झोल हालेर हामी सबैजनाले खायौँ। त्यो दिन चाहिँ 3 कुकर भात पकाउनु परेको। रगत र भुँडी भुटान हो यो चाहिँ, रेडी गरेँ मैले बसाल्नलाई उमाल्नलाई। अनि हामीले सबैजनाले खाना दियौँ। सबैजनाले खाना खाँदै हुनुहुन्थ्यो। अनि जेन्जीको आन्दोलनको कुरा खुब भइरहेको थियो कि सबैले आफ्नो कुरा राख्दै हुनुहुन्थ्यो। अनि अलिअलि चर्चा त हुनै पर्यो नि भेट भएको बेला। अनि यता मेरो बुवाले चाहिँ ससुरा बुवाले भुँडी काट्दै एकछिन्थ्यो। अनि मैले रगत र भुँडी पनि पकाएँ। यो चाहिँ भोलिपल्ट बिहानको भिडियो थियो, मैले सबै यसैमा जोडेर हालेको। अनि रगत र भुँडीको लागि मसला हेर्नु न, पिरो सबले हाम्रो घरतिर पिरो खानुहुन्छ। अनि मैले यसरी भुटानको लागि चाहिँ मैले पहिल्यै मसला भुटेर अनि बल्ल भुटान हाल्छु, पकाउँछु कि पहिले मसला अगाडि नै। अनि मात्रै हल्का फुल्का भुँडी रगत भुट्यो पाकिहाल्छ, त्यसलाई उसिनेको हुन्छ नि त होइन। अनि त्यही भएर मैले पहिले मसला मजाले पकाउँछु, अनि भुँडी हाल्छु, पकाउँछु, अनि खान्छ। हजुरहरू कसरी खानुहुन्छ कमेन्ट गर्नु होला है। हेर्नु कति मिठो देखेको छ भुटान, धेरै मिठो भइदियो, मिठो 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 रगत र भुँडी।